प्रिय भावना, तिम्रो यादमा एउटा प्रेम पत्र कोर्दैछु। कुनै दिन यो प्रेम पत्र तिम्रो हातमा पर्यो भने पनि स्वीकार्दिनु अनि पढिदिनु, सुनिदिनु है। साँच्चै म एउटा कुरा भन्छु आज है, भनौ भन्नुभन्दा पनि म तिमीलाई निकै धेरै माया गर्थेँ। शङ्का गर्नु पर्दैन, तिम्रो लागि अर्घाखाँची छोडेर प्युठान पनि पुगेँ म। तर के गर्नु, मेरो भाग्य रहन्छ भन्नुपर्छ। मेरो भाग्य हुन्थ्यो भने त तिमीलाई पाउँथे होला म, तिमीसँग जीवन बिताउँथे होला म। जीवन बिताउन पनि सकेन, तिमीसँग छोटो पलमा पनि रमाउन सकेन। अझै लाग्छ होइन, तिम्रो बिहे पनि भइसक्यो रे होइन र? नढाँट नि फेरि, मैले थाहा पाइसकेको छु तिम्रो बिहे पनि भइसक्यो रे। मेरो मनले पनि थाहा पाइसकेको छ। कुन्नी किन अझै पनि तिमीलाई आफ्नो गराउन मन छ। त्यो सम्भव छ? छैन है। साँच्चै तिमीले अर्कैको सिन्दुर भरिसकेकी छौ र म पनि अर्कैको भइसकेको छु। के गर्नु, आफू त एउटा एफएममा काम गर्ने मान्छे, आफ्नो ज्यान त जनतन पालिएको छ। तिमीले कसरी पाल्न सक्छु? सक्दैन। म तिमीले पाल्न सक्दैन। हुन पनि हो, तिमीले बुझेरै मसँग बिहे नगरेको, मसँग माया नलाग्यो। आफ्नो जीविका त पार्जन गर्न सकेको छैन, यसले कसरी मलाई पाल्न सक्छ भन्यौ है। तिमीसँग त फोनमा गरेका ठट्टा अनि बेला बेलामा एउटा साथीको नाताले भेटेको त सम्झना निकै आउँछ मलाई। सम्झना आएर के गर्नु, सम्झने मात्र त हो नि म जस्तो पापीले। तिमी कहाँ महलमा बस्ने मान्छे, म एउटा झुपडीमा बस्ने मान्छे। हुन त तिम्रो महल ठुलो भएर भएन, महलमा भन्दा झुपडीमै रमाउन राम्रो हुन्छ। बुझेकी छौ? बुझेकी छैन, किनकि तिमी पहिले पनि महलमै रमेकी थियौ र अहिले पनि महलमै रमेकी छौ। जति रमाउन सक्छौ रमाऊ है। धनको पछि लाग्नेहरूको लागि मनको कुनै मतलब हुने रहेछ? ठिकै छ, निष्ठुरे आफ्नो स्वास्थ्यको ख्याल गर्नु अनि आफ्नो श्रीमानको ख्याल गर्नु, फेरि यताउति नगर्नु नि है। मलाई त घात गर्यो, तिम्रो श्रीमानलाई पनि कतै डडट नगर्नु है। फेरि धेरै सम्झाउँदैन, तिमीलाई सुन्न अनि पढ्न गाह्रो होला नि त फेरि, होइन र? हो भन्देऊ न त। तिम्रो बोली पल पलमा मेरो कानमा गुन्जिरहन्छ। अझ तिम्रो हातबाट मलाई एउटा समस्या खुवाएकी थियौ नि नास्ता खाने बेलामा। सम्झना छ? छैन होला। सम्झना छैन होला तिमीलाई, तर मलाई त्यो सम्झना छ। अनि तिमीलाई मेरो आमासँग, मेरो दिदी, मेरो बहिनी, सबैजना भाइसँग पनि भेट गराएको थिएँ। त्यो सम्झना पनि निकै आउँछ मलाई। र खलङ्गाको एउटा मन्दिरमा सँगै हेर्न गएको, घुम्न गएको, त्यो सम्झना पनि आउँछ मलाई। अनि तिम्रो एउटा साथी, मेरो एउटा साथी सँगै तिम्रो घरतिरको बाटो हिँडेको, त्यो पनि याद आउँछ मलाई। त्यही यादले त मलाई दिनौँ सताइरहन्छ। तर अब चाहिँ एउटा बाचा गर्छु है। उसको यादमा पागल अब हुन्न भनेर बाचा त गरे अब हुन्न भनेर, उसको यादमा पागल अब हुन्न भनेर। तर आज बाटोमा उही भेटिँदा फेरि त्यही झल्कोले मुटु रेटिँदा चर्कियो छाती चरचरी, बर्सियो आँसु बरबरी। चर्कियो छाती चरचरी, बर्सियो आँसु बरबरी। म पनि कसैको भइसकेँ, तिमी पनि कसैको भइसक्यौ। त्यसैले म तिमीबाट टाढा हुन्छु, तिमी पनि मबाट टाढा हुन ल। भन्ने मात्र त हो नि टाढा हुन्छु भनेर, तर यो मनले कहाँ मान्छ र? मान्दैन। कति स्वार्थी छ है यो मन। अर्कैको भइसकेकोलाई पनि किन आँखा लाउँछ होला? धिक्कार छ मेरो जीवन। बाँच्नु न मर्नुको दोधारमा छु म। मरु भने त आफ्नो मान्छेको जिन्दगी बर्बाद होला भन्ने दुःख, अनि बाँच्यो भने त तिमी कसैसँग रमाएको देख्नुपर्छ मलाई। दिनौँ यो आँखा वरिपरि आइराख्ने मान्छे देख्दाखेरि कस्तो होला मलाई? ल भन त। मेरो साथीले देखेको रे तिमीलाई बाटोमा, तिमी त बोलेनौ रे। किन? हुन त तिमी निकै गहना
पातमा आएकी थियो रे रातो चुरा रातो पोते अनि त्यो साडी साथीले फोटा खिचेर ल्याएको थियो मैले देखाएको मैले हेर्दा त म आफै छक्क परेँ त्यो फोटा अझै पनि मेरो साथमा छ जिम्मलबाको आँगनीमा नारायण पूजा लागो जिम्मलबाको आँगनीमा नारायण पूजा लागो फुलमायाको हातबाट नैवेद खाना पाएको मन परेरै हो कि मन परेरै हो कि सबलाई दियौ हातैमा मलाई सालको पातैमा। तिमीले जति बेला हाम्रो पत्र मित्रता सुरु भएको थियो नि त्यति बेला तिमीले पठाएको पत्र पनि अझैसम्म छ मसँग। कहाँ भुल्छु र म तिमीलाई। तिम्रा हरेक गिफ्टहरू राखेको छु तिम्रो हरेक पलको सम्झना राखेको छु तिमीसँग बसेका पलहरूको सम्झना राखेको छु सम्झेको छु। सम्झने मात्र त हो नि म त अभागी मान्छे केही पनि गर्न सक्दैन सम्झने बस्ने है। कति धेरै बोलिरहेछु दुःख लागिरहेछ तिमीलाई भन्न सुन्न दुःख मान्ने होइन नि फेरि साँच्चै मान्दैन ल नमान न। तिम्रो लागि भनेर धेरै गिफ्टहरू किनेको थिएँ ती गिफ्टहरू पनि आगोमा जलाउन बाध्य भए म। तिम्रो लागि एउटा तस्बिर पनि खिचेको थिएँ तिमीले मागेकी थियौ नि तिमीलाई थाहा छ है। जति बेला हामी त्यो चिजाठाँटी बजारमा घुमेका थियौँ पहिलो भेट हाम्रो त्यो बसाइमा हामी निकै खुसी भएका थियौँ। हुन त म त्यति बेला अर्घाखाँचीबाट सुरुपटक पहिलोपटक प्युठान गएको प्युठानमा महोत्सव चलिरहेको थियो। तिमी कति निष्ठुरी हो ल भन त। त्यहाँबाट फोन गरेर आऊ आऊ भनेर बल बोलायौ घरिघरि बोलायौ तर त्यहाँ गएपछि के भन्यो तिमीले थाहा छैन होला तर मैले अझै पनि सम्झ्या छु त्यो पल। कसैले त्यस्तो नगराउनु है। मलाई खलङ्गा बोलाएर तिमी घरमा बसेर तिमी खलङ्गा पनि आएनौ आज त्यति बस्छु भोलि भेटौँला भन्यौ। कति निष्ठुरी हो तिमी भन त। तिमी 1 घण्टाको बाटो हिँडेर खलङ्गा आउन सकेनौ है मेरो लागि। म तिम्रो लागि जिल्ला अञ्चल छोडेर पनि भेट्न पुगेँ। कहाँ भने जस्तो हुने रहेछ र जीवन। फोनमा त कुरा गर्थ्यौ तिमी नै हो मेरो दिलको राजा तिमी नै हो मेरो मनको राजा भनेर। त त मुख मात्र बोल्ने रहेछ तिम्रो मन बोल्या रहन्छ। ठिकै छ जे होस् तिमी सधैँ खुसी रहनु सुखी रहनु। तिम्रो जीवनमा कहिले पनि दुःख नआओस्। दुःख भन्ने कहिले पनि नआओस्। तिमीलाई आउने दुःख हर दुःखहरू मलाई आओस् म सहन्छु। दुःखमा बिछोडमा खप्ने अनि बस्ने बानी त मलाई परिसक्यो बानी लागिसक्यो। त्यही बानीले गर्दा त धिक्कार लाग्छ। तिमीले छोड्यौ त्यसपछि नसा सेवन गर्न थाले। नसा नै मेरो साथी भएको छ आजभोलि। नसा बिना त एक पल पनि बाँच्न नसक्ने भएको छु म। त्यो पल सम्झन्छु जुन पल तिमी पढ्न भनेर प्युठानबाट बुटोल गएकी थियौ। त्यति बेला म कुन हालतमा थिएँ थाहा छ तिमीलाई। जीवनमा नसा भन्ने कुरा नलिने मान्छेले नसा खाएर बोल्न नसक्ने अनि बोले पनि अनेक भाँति बोल्ने थिए रे दाइले भन्नुभएको। त त्यस्तो पनि रहेछस् भाइ तैँले कसैलाई त्यति माया गर्दो रहेछस् मलाई भन म उठाएर ल्याउँछु त्यसलाई को हो त्यो भन्नुहुन्थ्यो। म त्यति निष्ठुरी छैन नि त। तिमीलाई दुःख दिन चाहन्न म जबरजस्ती गर्न पनि चाहन्न। किन गर्नु जबरजस्ती होइन। जबरजस्ती गर्ने त जमाना नै छैन नि अहिले छ र छैन नि। तिमीलाई थाहा छ तिमी त पढेको मान्छे भएको मान्छे आफू त गाउँले पाखी मान्छे खासै केही पनि थाहा छैन। यति मात्र थाहा छ कि माया गरेपछि चोखो माया गर्नुपर्छ भन्ने मात्र थाहा छ मलाई। सही हो नि मेरो सोचाइ होइन के हो जे लाग्छ त्यही भन। गाली गर्छु भने पनि गाली गर जे मन लाग्छ त्यही भन है। म सहन्छु। सहने त मलाई बानी परिसक्यो। हुन त लाग्छ मलाई तिमीलाई मैले धोका दिएँ हो होइन होइन पक्कै पनि मैले तिमीलाई धोका दिएको होइन तिमीले मलाई धोका दिएकी हो। हुन त तिमीले भन्दा बिहे पहिले मैले गरेको हो त्यो गल्ती चाहिँ मेरो हो। तर तिमीले नमानेपछि के गर्ने ल भन त। गर्नै पर्यो नि होइन र। ठिकै छ म खुसी छु जे होस्। तिमी खुसी छौ भने म पनि खुसी छु निकै खुसी छु। तिमी खुसीमा रमाउनु त्यही नै मेरो खुसी हो भन्छौ रे नि भन्न त। उसले मलाई धोका दिएको हो मैले होइन भनेर। तर होइन मैले तिमीलाई धोका दिएको तिमीले हो। एकैछिन नबोल्दिए आँसु झरी हुन्छु भन्थे मलाई छोडी गयो भने
भने पासो हाली मर्छु भन्थे हो एकैछिन नबोल्दिए आँसु झारी रुन्छु भन्थे मलाई छोडी गयो भने पासो हाली मर्छु भन्थे अनायसै हात छोड्दी हिँड्दा हिँड्दै बाटो मोड्दी अनायसै हात छोड्दी हिँड्दा हिँड्दै बाटो मोड्दी के भयो के भयो के भयो उसले मलाई धोका दी उसले मलाई धोका दी उसले मलाई धोका दी साँच्चै जीवनमा मैले यति जनाहरूले धोका दिएँ त्यो त मलाई थाहा छैन धेरै जनालाई मैले धोका दिएँ त्यसैको फल होला मैले तिमीले पाउन नसकेको हो पक्कै पनि त्यसैको फल हो मैले तिमीले पाउन नसकेको पक्कै पनि धेरै जनालाई दुःख दिएँ दुःख दिने साथीहरू पनि मसँग रिसाएको छ अझै बोल्दैन कस्तो कारणले थाहा छ अरूलाई दुःख दिएको तिम्रै कारणले तिमी छौ भनेर मैले आफ्नो बाबा मम्मीलाई पनि त्याग्ने प्रयासमा थिएँ तर भने जस्तो कहाँ हुन्छ र हुँदैन नि है भने जस्तो हुने भए त आज यो देश यो संसार कहाँ पुग्थ्यो होला कहाँ पुग्थ्यो भन्दाखेरि अमेरिका जान्थ्यो र भनौली त्यसो होइन कहाँ पुग्थ्यो भन्दा देशमा विकास हुन्थ्यो सुख शान्ति मिल्थ्यो सबैलाई काटमार हुँदैन थियो भन्न खोजेको बुझ्यौ नि कहाँ माया प्रेमको कुरामा यस्ता देशका कुरा गर्ने है तिमीलाई मायाका कुरा गर्दा त रिस उठेको छ अझ देशका कुरा गर्ने भने त तिमीले भेटायो भने पहिला नै मलाई गालामा हान्छौ कि भन्ने डर लाग्छ तर डराउनु पनि छोडिसकेँ म तिमीसँग किन डराउने को हो र तिमी मेरो होइन कोही पनि होइन तिमी मेरो मैले अब तिमीलाई कुनै अधिकार पनि दिन्थेँ उति बेला अधिकार हर कुरामा अधिकार दिन्थेँ तिमीले भन्थ्यौ नि एकैछिन फोन व्यस्त हुँदा किन फोन बिजी गराइस् भनेर दुःख लाग्थ्यो डर लाग्थ्यो फोन बिजी हुँदा तर आजभोलि त म तिमीसँग जे भए पनि डराउँदैन डराउँदैन अब त तिमीसँग को डराउँछ तिमीलाई थाहा छ तिम्रो श्रीमान तिम्रो प्रेमी डराउँछु तर म डराउँदैन ठिकै छ भावना जे होस् तिम्रो बारेमा अनि तिमीलाई सम्झेर यो पत्र लेखेको थिएँ तिमीले पत्र पठायो भने तिम्रो पत्रको आशामा बस्नेछु पक्कै पनि यो आवाज यो पत्र जसले पाउनुहुन्छ नि मेरो मनको साथी भावनालाई दिनु है कसले पठाएको भन्दा संसारले पठाएको अर्घाखाँचीबाट भनिदिनुहोस् को संसार भनेर सोध्यो भने के भनिदिनु भने एउटा गाउँको पाखी अनि एउटा आभरा केटो भनिदिनु है तेरो यादमा पागल भएको तेरो यादमा बौलाएको केटा भनिदिनुहोस् है भनिदिनुहुन्छ नि भनिदिने मान्छेलाई चाहिँ मुरी धन्यवाद दिन्छु यी शब्दबाट दिन त किनै सक्छु र गरिब छु गरिब हुनाले मायालुले नै मलाई त्यागिन् अझ तपाईँहरूलाई के दिन सक्छु र जे होस् तपाईँहरूले चाहिँ मलाई सहयोग गर्नुहुन्छ भने पूर्ण विश्वासका साथ मेरो यो पत्रबाट बिदा हुन्छु उनलाई चाहिँ धेरै सम्झेको छ पत्र छ भनेर दिनुहोस् र उनलाई याद आएछ भने नि पुरानै नम्बरमा फोन गर्नु रे भनिदिनुहोस् है भनिदिनुहुन्छ नि भनिदिने मान्छेलाई फेरि पनि एकचोटि धन्यवाद दिँदै यो पत्रबाट बिदा हुन्छु बाइ बाइ उही